आज पनि छोरीसँग यसो भिडियोहरू बनाइरहेको छु। घर यतातिर बगैँचा एकदम राम्रो रहेछ कि, त्यही भएर चाहिँ यसो देखाइरहेको अवस्था, यहाँको सिनहरू रमाइलो रहेछ। छोरीसँग यसो घर बाहिरतिर चाहिँ बगैँचाको यसो भिडियोहरू बनाउन गइरहेको छु। एकदम राम्रो लाग्यो कि टिकटकहरू भिडियोहरू बनाउनको लागि चाहिँ राम्रो रहेछ। अनि त्यही भएर यसो छोरीसँग टाइम पासको लागि बाहिर निस्केर फ्रेस भएर चाहिँ भिडियो बनाउन गइरहेको छु। गाइजहरू के गर्नु, जापानमा अब धरालो बस्नुपर्ने हुन्छ, के गर्नु, बच्चा बच्ची छोराछोरी भइसकेपछि है गाइजहरू। यस्ता यस्ता भिडियोहरू हजुर माझ ल्याउने प्रयास गर्नेछु भन्दै अहिले चाहिँ बाई बाई।